नमस्कार साथीहरू, के छ हल्लीचल्ली? सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। अहिले देशैभरि चुनावी माहौल हेर्दा यस्तो लाग्दैछ आधी बेरी नै आयो। लगभग 2/3 हाराहारी भेट्छ कि भन्ने सम्भावना नजिक पुगेको छ होइन। अहिलेको यो मत परिणामले जनताहरूले पहिल्यै भन्दै थिए कि सच्चिनुपर्छ कि सकिनुपर्छ। धेरैजसो भ्रष्टाचारी, दलाली, फटा, जाली, उखाने गुखाने सबै बढाइने निश्चित जस्तै छ होइन। अब भनेको यिनीहरूले, मेरो विचारले यिनीहरू आफूले एनालाइसिस गर्दैनन्। मबाट के कमजोरी भयो, हाम्रो पार्टीबाट के कमजोरी भयो, हामीले के गर्यो र आज यो दिन आयो, त्यो यिनीहरूले महसुस गर्दैनन्, आत्मसमीक्षा गर्दैनन्। यिनीहरूले हामीले यो गर्न पर्थ्यो, गर्न सकेनौँ, यो हाम्रो गल्ती हो भनेर आउँदैनन्, बरु अरूलाई दोष दिन्छन्। छिमेकीको घरमा, आफ्नो घरमा आगो लागेको देख्दैनन् होइन, छिमेकीको घरमा लागेको आगो हेरेर छेउमा बसेर हाँस्छन्। हेर्नुहोस्, एकले अर्को दललाई, आफ्ना हैसियत भएका एमाले काङ्ग्रेसहरूले, सबैले, एमाले काङ्ग्रेस माओवादीले हामीले मात्रै हारे हो र, फलानु पार्टीको पनि हारेकै छन्, फलानु पार्टीको पनि हारेकै छन्, हामीहरू त बराबर बराबर हैसियतमा छौँ। अहिले यो फेसबुकै प्रचारले एकलौटी हावाहुरी आएको हो, अनि जनताहरूको दिमाग उनीहरूले भुट्न सके, यस्तो गरे उस्तो गरे आरोप लगाएर पन्छिन खोज्छन्, आत्मसमीक्षा गर्दैनन्। र एउटा कामना गरौँ, जुन तरिकाले जनताले अहिले विश्वास गरेका छन् त्यही तरिकाले धेरै ठुलो केही गर्न पर्दैन। नेपाललाई नेपालै रहन दिन स्विजरल्यान्ड बनाउनु पर्दैन। तर यी जति पनि काण्ड छन् नि, 40-50वटा काण्ड, सबै काण्डको छिनोफानो गरेर सबै काण्डका नायिकाहरू, ती काण्डका भ्रष्टाचारीहरू, ती काण्डका जालीफटाहरू जति छन् सबैलाई जेलमा कोच्न सक्यो भने अर्कोचोटि यिनी पुराना पार्टी भन्ने बिल्कुलै अहिले कम्तीमा अस्तित्व त छ, अब अस्तित्व पनि रहँदैन। कुनै ठाउँमा प्रत्यक्षतर्फ एकचिट जित्न सक्दैनन्। त्योतिर यिनीहरूले सोचेका छैनन्। सोच्ने बेला भएको छ। यति बेला त अब आत्मसमीक्षा गरेर आफ्नो कमी कमजोरीहरू महसुस गरेर ती कमी कमजोरी केलाएर जनता सामु आउने बेला भएको छ। तर आउँदैनन्, दोष लाउँछन् अरूलाई, आफ्नो जिउमा जुम्रा देख्दैनन्, आफ्नो जिउमा भैँसी देख्दैनन्, अरूको जिउमा जुम्रा देख्छन्। यो यिनीहरूको नियत कहीँ जानेवाला छैन। सिधै अरूलाई हेरेर हाँस्छन्, आफू गएको थाहा छैन। अझै पनि झकझकाउने टाइम छ, सुध्रिन्छन् या सकिन्छन्।